welcome back to my mini vlog र आई होप हजुरहरू पनि सन्चै होला र म पनि सन्चै छु र अहिले चाहिँ बिहानको 9 बजिसक्यो र मेरो बेबी चाहिँ सुतिरहेको छ हेर्नुहोस्। अनि हिजो ठुलो बाबाहरू पनि आइपुग्नु भयो, रातितिर आइपुग्नु भएको। कपाल पनि कस्तो भएको छ मेरो त। सो मेरो भ्लग अन्तिमसम्म हेरिदिनुहोस् होला भनेर। अनि यहाँ हाम्रो तिस्या पनि उठ्यो, हेर्नुहोस्। उठो तिस्या, गेट अप, गुड मर्निङ। यहाँ चोर बन्दैछ हाम्रो नानी चाहिँ चोर। ओबे गिभ मी योर ह्यान्ड्स, गुड मर्निङ गरौँ। किन रिसाएको? तिस्यालाई चाहिँ के भयो? किन रिसाएको? खडै उठेको। हेलो भन्नु। हेलो गुड मर्निङ एभ्रिवान भन। आई होप एभ्रिवान इज फाइन भन। हेर्नुहोस् उसको। ओबे घुम्नु जाने? मैले तिमीलाई पास्ता बनाइदिन्छु अनि अन्डा खानुपर्छ। टोपी खोल्नु है, टोपी खोल्नुपर्छ। ओके। अनि आँखै देखेन सा त्रिस्याले त, आँखै देखेको छैन है। यो खोलौँ अनि प्यान्ट लगाउनु पर्छ। ओके। कहाँ राख्यौ नानीले प्यान्ट? नानीको प्यान्ट खै लाउनु पर्यो अनि बाहिर जानुपर्छ। नरुवा न त त्यसो भयो त भए। आज त होली पो हो त। ह्याप्पी होली त्रिस्या, ह्याप्पी होली। अर्थात् दादासँग होली दल्नु जाम है। ओके। अर्थात् दादामा कति होली खेलिसक्यौ तिमी चाहिँ भर्खरै उठेछ। तर अघि बिहानै उठेको नि त्रिस्या। झाडु भयो भयो। ह्याप्पी बर्थडे त्रिस्या। तँ को हो ऐनामा? नानी पो रहेछ। बुढो प्लस लाउने? अब हामी नानीले बुढो प्लस लाउँछ। हेर्दौँ म। हेलो बादमा भेटौँ ल। त्यसैले चाहिँ बाजेलाई पछ्याउँदै गयो अनि रुको बाजेलाई पछ्या। के साह्रो तङ गरेको बाजेलाई। 9:23 मा उठे आज त त्रिस्या। बाजेलाई तङ गरेको हेर्नुपर्छ नि यो काली बुढीले। बाजेलाई तङ गर्ने तङ गर्ने। बाजेले आज गाडी बनाइदिनु त्यहाँ ल। बाजे भाग्छ नि अब बल्ल बल्ल सिलगढीबाट आयो नि कालीबुढीको बाजे। खरै उठे। अब उसलाई ब्रेकफास्ट रेडी गर्छु। उसलाई बिहान एउटा एग बोइल अनि पास्ता बनाइदिएको छु। त्यसपछि ब्रेकफास्ट खिलाउने हो। र आज चाहिँ होली पनि रहेछ र सबैलाई ह्याप्पी होली। सो ह्याप्पी होली टु एभ्रिवान एन्ड सबैजना राम्रोसँग खेल्नु भनेर त्यही भन्न चाहन्छु। अब नानीको ब्रेकफास्ट रेडी गरिदिन्छु र उसलाई ब्रेकफास्ट खिलाउँछु।
त्यसपछि त्यही हो घरको कामहरूलाई साफसफाइ राख्नु। ब्रेकफास्ट बेबीलाई ब्रेकफास्ट पनि खुवाइसक्यो। सो अब चाहिँ लुगा सुकाउनु लागेको। बाबाहरू पनि हिजो आउनु भइसकेको छ। ठुलो बाबाहरू लुगा चाहिँ सुकाउनु कार्यक्रम हुँदैछ। त्यसपछि रुम मिलाउँछ। नानी सुतेको थियो, रुमहरू सफा गरेर ब्ल्याङ्केटहरू पनि सुकाउनु पर्छ। लुगा चाहिँ बिहानै धोएको कि, त्यो चाहिँ हिजो धोएको मसिनमा ड्राई गर्नुलाई उयो गरेको थियो। ड्राई गरिसकेर चाहिँ सुकाएको। त्यसै तिमी पानी खेलाउँदैछौ? ऊ चाहिँ यहीँ पानी खेल्न आउँछ कि नि, आज चाहिँ उता बोजू भएर गयो। ए भगवान्, तँलाई चोरेर लाग्छ होला हौ, कहाँ डुल्नु गएको? ए सर्ट बाटो भित्र हिँड्छ। कहाँ गएको, कहाँ किन बाई भनिरह। खुट्टा लागेपछि त एकछिन बस्दैन हौ, हिँडेको छ हिँडेछ। बानी किन राख्छु अब तँलाई? आज चाहिँ होलीको पूजा गरेको रहेछ क्या हौ यहाँ कि खेलेको? कहाँ हिँडेको तिमी? कहाँ हिँडेको? अझै प्राणी छ त? हिँडेछ। कहाँ लागेको? हे भगवान्, उसको चाहिँ हिँड्नु उठेपछि हिँड्नु थालेपछि त नि एकछिन बस्दैन। आउँछ यहाँ दिपा दिदीको घर भइसकेछ। लुगा सुकाउनु थालेको यहाँ आइपुगेछ। उतै जाँदो रहेछ बाटो त। अब उता लग्छ तिमीले, अन्त म बाटो जिन्दा सबैलाई थाहा भइसकेछ। खालि यहाँ तपाईँको घर त फेभरेट भइसकेछ उसलाई। र अभी एक पार्सल आया था, मतलब पार्सल आएको रहेछ। अनि रिसिभ गरेँ। मैले चाहिँ बेबीको लागि ड्राई फ्रुट्स मगाएको थिएँ कि, त्यही डेलिभरी भएको रहेछ। बेडहरू मिलाउँछ, मिस्टिसहरू। सो प्लिज डोन्ट माइन्ड, अनबक्सिङ गर्छु है। ड्राई फ्रुट्स खानु थालेको छ त दृश्यले। यस्तो आएको रहेछ यसरी। किसमिस खाएको देखेको थियो अस्ति दादाले युनिटबाट ल्याउँदाखेरि। आइपुगेँ। यो मगाएको थियो 300मा मगाएको थिएँ। आमन्ड्स, काजु, किसमिस, पिस्ता यो सब मगाएको थियो। एक्सपेरिमेन्टको लागि मगाएको थिएँ मैले चाहिँ। अब अलिक अब खिलाउने टाइम पनि भयो भनेर। सो त्यही हो, खिलाएर हेर्छु कतिको खान्छ। ओके लाउ त बेबी, खाऊ। ल्याऊ। न त्यो होइन, यो कभर हो, यसको छिल्का हो। ल्याऊ खाऊ। फर एक्सपेरिमेन्ट टु माई बेबी। अन्त एक्सपेरिमेन्ट ड्राई फ्रुट्स धोइकन दिएको, नभन्ने कि नधोइकन दिएको भन्ला, तर मैले वास गरेर दिएको हो। त्यो अफमा देखाउनु सक्दिनँ। अब कतिवटा कुरो खानु थाले। हजुरहरू मलाई सजेस्ट गर्नु होला, मेरो बेबी भर्खर 1 इयरको बाद छ र कस्तो डाइटहरू दिनुपर्छ भनेर। होइन त्रिस्या, राम्ररी खेल न होली। खै होली त होइन, कहाँ गयो यो अशोक भाइ? यहाँ छ, यहाँ छुपेको छ। यसलाई भिजाऊ, इसको होली खेल्दैछ यहाँ चाहिँ। होली बच्चापट्टि होली खेलाइ। होली खेलेको अरे हाम्रो चाहिँ यहाँ बेबीहरूले लगेन। ला मेरो छोरीले होली खेलेको अरे। होली कहाँ गएको? जाउँ। नो भन्दै कहाँ गएको होला? त्यसलाई पिटाइ खान्छ अहिले। रूम मिलाऊंगी। ये तो साफ हो गया ये बेड, ये पनि सफा भइसक्यो। अब चाहिँ यो रुम, यो बेड छ। एउटा रुममा 3टा बेड। ने दृश्य चाहिँ यहाँ शुभ काममा लागिरहेछ, खाँदै फ्याँक्दै। के गरेको प्रभु?
बेसी भएको तिमीलाई म चाहिँ फटाफट साफसफाइमा लाग्नु पर्यो झाडु लाउँछु अनि सबै मिलाइसक्यो र बादमा भेटौँला आएको यहाँ पछि नि होली लागेको कस्तो होली लगाइदियो मामाले नानी होली खेले आएको नि हामीहरू ह्याप्पी होली टु एभ्रिवान गयो सबैजना खेल्नु गयो यहाँ बाजे पनि सिलगढीबाट आइपुग्नु भयो र हामी होली खेलेर आएको लैदिएछ हिर्काउँछ ढेकालै गरिदिन्छ नानीले पत्थरले काम गरिसक्यो रुमहरू पनि मिलाइसक्यो र अब त्यसलाई पनि चेन्ज गराउनुपर्छ यता हेर न र आज भिडियो यही एड गरेको उसले चाहिँ यति ड्राई फ्रुट्स खाएको चाहिँ हेर्नुहोस् भिडियो र थ्याङ्क यू फर वाचिङ अनि बाई ह्याप्पी होली के खानु भएको भन्नु